हेलो एभ्रिवान वेलकम आवर मिनी ब्लग। यसरी दुईटा झोला बोकेर चाहिँ कहाँ जाँदै हुनुहुन्छ मलाई सोचिराख्नु भएको छ ल। बिस्तारमा हामी सबै भनेपछि यता चाहिँ बापा छोरीले मलाई जिस्काइराख्नु भएको थियो हाम्रो भरिया आजको भन्दै है। मजाले हाई पनि गरिराख्नु भएको छ। अनि बिहानै चाहिँ हामी लाग्यौँ यता बसतिर बस्यो भने यस्तो मजाको कम्फर्टेबल सोफा सिटरमा हामी टक्क लागेर पापा छोरी अनि बाबा चाहिँ हामी मस्तले बस्यौँ। देख्न सक्नुहुन्छ एकदमै कम्फर्टेबल थियो। अनि पुग्यौँ हामी दाउनेको उकालो। बाटो पनि अहिले एकदमै राम्रो भइसक्यो रहेछ। यता पनि बेबीलाई बिस्कुट खान मन लागेर अनि हेर्न सक्नुहुन्छ। त्यसपछि हामी पुग्यौँ मनोकामना। यहाँहरूले चिन्नुभयो कि नै। अब हामी चाहिँ यो केबल कारको वेट गरेर बसिरहेको थियौँ भने ट्याक्क केबल कार पनि आयो। अनि यता पनि बेबी मक्ख परिराख्नु भएको छ। एकदमै मक्ख परेर चाहिँ यहाँ केबल कारमा बसेर यताउति हेरेर एक्साइटेड भइराख्नु भएको छ भने म चाहिँ यहाँ के छुट्यो भनेर हेर्दैछु के। पापाले चाहिँ सबै बाहिर देखाइराख्नु भएको रहेछ मजाले। पापा हल्का हल्का डराइ पनि राख्नु भएको थियो। उहाँलाई हाइटदेखि एकदमै डर लाग्छ। बेबीलाई चाहिँ हल्का हल्का चिसो पनि लागिरहेको थियो। अनि घरिघरि नाकायो भनिराखिसकेको थियो भने पुग्यौँ हामी मन्दिर पुगेर यो घन्टीको तालमा बेबी यसरी मजाले नाच्दै उहाँले देखिस्यो पिजन देखेपछि बेबी मजाले पिजनसँग खेल्न थालिस्यो। मजाले एकछिन खेल्दै आरतीको बेला आयो। साँझको आरती यस्तो देख्न सक्नुहुन्छ। एकदमै मजाले हामीले साँझको आरती चाहिँ लियौँ। अनि त्यसपछि एकदमै क्राउड थियो, भिडभाड थियो, चिसो पनि एकदमै थियो। हेर्न सक्नुहुन्छ साँझ हो यो चाहिँ भोलिको लागि आउने भक्तजनहरू चाहिँ साँझ आरतीकोमा आउनु भएको हो। हामी पनि गएको थियौँ। यस्तो चिसो थियो, एकदमै जाडो भइरहेको थियो। अनि हामी सबैलाई बाई गर्दै लग्यौँ होटलतिर। अनि होटलमा चाहिँ म चाहिँ फर्स्ट टाइम मैले ढिँडो ट्राई गर्दै थिएँ भने यता पापाको चाहिँ मामा आइरहेको थियो भने हामीले सेकेन्ड ब्लग पनि यहाँले हेर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर